नमस्कार साथीहरू, मेरो युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आज असार 15 गते यो हप्ताको पहिलो कारोबार दिन नेप्से 26.53 अङ्कले बढेर 2622.28 बिन्दुमा आएर रोकिएको छ, जुन 1.02% बराबर हो। आज नेप्सेमा 7 अर्ब 12 करोड बराबरको कारोबार भएको छ। आज 185 वटा स्टकका लगानीकर्ताहरूले कमाएका छन् भने 63 वटा स्टकका लगानीकर्ताहरूले गुमाएका छन्। आज इन्डेक्सबाट हेर्छौँ भने आज सबैभन्दा धेरै ब्याङ्किङ इन्डेक्स बढेको छ। ब्याङ्किङ इन्डेक्स 2% बराबर बढेको छ। त्यसैगरी डेभलपमेन्ट ब्याङ्क 1.61%ले बढेको छ। माइक्रो फाइनान्स इन्डेक्स 1.58%ले बढेको छ। त्यसैगरी अदर इन्डेक्स 1.35%ले बढेको छ। म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङमा आज सामान्य करेक्सन देखिएको छ, 0.56% बराबर गिरावट देखियो भने अन्य अरू सेक्टरहरूमा सामान्य वृद्धि देखिएको छ। आजको दिन सबैभन्दा धेरै कमाउने टप गेनरमा हेर्छौँ भने सप्तकोशी डेभलपमेन्ट ब्याङ्क 9.99% सर्किट लागेको छ। विन्ध्यवासिनी हाइड्रो पावर 8.97%ले बढेको छ। त्यसैगरी ग्रिन भेन्चर 6.95%ले बढ्दा त्रिशुली जलविद्युत कम्पनीमा 5.92%को बढोत्तरी देखिएको छ। आज गुमाउनेबाट हेर्छौँ भने आज जोशी हाइड्रो पावर 5.57%ले बराबर गुमाएको छ। आज युनिलिभरमा पनि गिरावट देखिएको छ, 3.49% बराबरको। पञ्चकन्यामाई हाइड्रो पावरमा 3.20, प्योर इनर्जीमा 3.19 र बुटोल पावर कम्पनीमा आज 3.03% गिरावट देखिएको छ। आज टप टर्नओभरबाट हेर्छौँ भने आज साहस ऊर्जामा सबैभन्दा धेरै टप टर्नओभर आएको छ। बुटोल पावर कम्पनी, युनियन हाइड्रो पावर, नादी ग्रुप र रादी विद्युतमा पनि आज टप टर्नओभर देखिएको छ। भोल्युमबाट हेर्छौँ भने आज साहस ऊर्जामा सबैभन्दा धेरै भोल्युम आएको छ। आज साहस ऊर्जामा 9,75,598 किता बराबर कारोबार भएको छ। नादी ग्रुपमा 6,01,000, युनियन हाइड्रो पावरमा 5,49,000 किता र वरुण हाइड्रो पावरमा 4,82,000 किता बराबरको कारोबार भएको छ। आज टोटल 328 वटा स्क्रिप्टको कारोबार हुँदा टोटल मार्केट क्यापिटलाइजेसन 43 खर्ब 69 अर्बमा पुगेको छ। यो त भयो नेप्सेको सामान्य जानकारी। नेप्सेलाई हामी टेक्निकल चार्टबाट हेर्छौँ भने कस्तो देखिएको छ। आजको दिनमा नेप्सेमा एउटा बुलिस क्यान्डल बस्न सफल भएको छ। भोल्युमले पनि सपोर्ट गरेको छ, एभरेज भोल्युम आएको छ। आज ब्याङ्किङ सेक्टरले गर्दाखेरि आज नेप्सेमा बुलिस क्यान्डल बस्न सफल भएको छ। हामी नेप्सेको चार्टलाई विभिन्न सपोर्ट र रेसिस्टेन्ट लगाएर हेर्छौँ भने सपोर्टको लेभलबाट एउटा राम्रो बाउन्स ब्याक दिएको छ। नेप्से आज 2622 मा क्लोजिङ दिएको छ। नेप्सेको नजिकैको रेसिस्टेन्ट भने एउटा 2660 को छ। यसलाई चाहिँ अब भोलिको दिनमा पक्कै पनि तोड्ने छ र माथिल्लोपट्टि 2660-70 भन्दा माथिपट्टि जान थाल्छ भने नेप्सेमा एउटा राम्रो बाउन्स ब्याक आएको छ भनेर चाहिँ हामीले बुझ्न सक्छौँ। तत्कालको लागि चाहिँ सपोर्ट एरियाबाट बाउन्स ब्याक भएको कारणले गर्दा हामी पोजिटिभ भएर हेर्न सक्छौँ। त्यसभन्दा माथिको रेसिस्टेन्टहरू 2686 र 2771 को हुनेछ। हामी नेप्सेलाई विभिन्न इन्डिकेटरहरू लगाएर हेर्छौँ भने आरएसआईबाट हेर्छौँ भने आरएसआई 45 को लेभलमा छ। आरएसआईले चाहिँ एउटा बाइङ भएको देखाइरहेको छ। एमएससिडीबाट हेर्छौँ भने चाहिँ एमएससिडीको हिस्टोग्राम घट्दो क्रममा देखिएको छ। आगामी दिनमा चाहिँ नेप्से माथि बढेर जाने सम्भावना चाहिँ हुनसक्छ। अझै पनि नेगेटिभ एरियामै छ। एमएससिडीले जबसम्म पोजिटिभ एरियामा हिस्टोग्रामहरू बनाउँदैन तबसम्म हामी आशावादी हुन सक्दैनौँ। त्यसैगरी बोलिङ्गर ब्यान्डबाट हेर्छौँ भने बोलिङ्गर ब्यान्डको लोअर लेभलमा एउटा बुलिस क्यान्डल फर्मेसन बसालेको छ। यसले एउटा पोजिटिभ सेन्टिमेन्ट दिएको छ। आगामी दिनमा नेप्से बढेर जाने सम्भावना चाहिँ हुनसक्छ। तपाईँहरू पनि नेप्सेमा आफ्नो सो अध्ययन गरेर लगानी गर्न सक्नुहुन्छ। नेप्से आगामी दिनमा बढेर जाने सम्भावना चाहिँ छ। तल्लो लेभलमा आएको कारणले गर्दाखेरि अब आउने मोनिटरी पोलिसीले पनि सबै कुराहरूलाई समेटेर जानेछ भन्ने उम्मिद गर्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। यतिन्जेल भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद। आगामी दिनमा पनि सेयर मार्केट सम्बन्धी विभिन्न विषयमा भिडियोहरू बनाउँदै जानेछु। तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर सँगै जोडिन सक्नुहुनेछ। धन्यवाद।